बालेन इज लुसिफर भन्ने गर्छन्। जुन बेला लिपुलेक र लिम्पियाधुरामा चीन र भारतले सम्झौता गरेर जुन व्यापारिक नाका घोषणा गर्यो, त्यो घोषणा गर्नुभन्दा अगाडि तपाईँले चीन भ्रमणको निम्ता थियो। त्यो घोषणा जब हुने बित्तिकै चीनले नेपाललाई किन सोधेर भने त्यो बहिष्कार गर्नुभयो। त्यो बहिष्कार गर्दा हामीले त्यो बेला मैले चाहिँ नेपालमा बालेन राष्ट्रवादी नेता भनेर सम्झेको छु। पछि भारतले सांस्कृतिक नक्सा भनेर हाम्रो विराटनगरदेखिका सारा नक्सा निकाल्यो। निकाले बेला तपाईँले महानगरपालिकामा ग्रेटर नेपालको नक्सा टाँस्नुभयो, राख्नुभयो। मलाई लाग्छ त्यो तपाईँको नक्सा र विगतका सरकारहरूले बनाएको लिपुलेक र लिम्पियाधुराको नक्सा उस्तै लाग्छ। किन भन्नु होला भने लिपुलेक र लिम्पियाधुराको नक्सा बनाउँदाखेरि तत्कालीन सरकारलाई संसदले एकमत भएर, सरिता गिरीको संसदमा खुसी हो, एकमत भएर हाम्रो जमिनी फिर्ता ल्याऊ भन्ने त सरकारलाई अनुमति दिएकै हो। तर पनि नक्सामा ल्याए, जमिनीमा ल्याउनु। अहिले पनि त्यो भूमि नेपालको हातमा छैन, त्यहाँ निर्वाचन गर्न सकेका छैन। यो सङ्घीय निर्वाचनमा त्यहाँ पनि निर्वाचन अहिले हुँदैन, भूमि अर्कैको हातमा छ। त्यो नक्सा र बालेनले महानगरपालिकामा राखेको नक्सा, ग्रेटर नेपालको नक्सा, त्यो ग्रेटर नेपालको नक्सा ठुलो हो भन्ने हामीले सोचेका हौँ तुलनात्मक रूपमा हेर्दाखेरि। तर त्यति सजिलो नहोला नि त, त्यति सजिलो नहोला। हामीले देख्दा हजुरको यो दुई देशीय हामी जतिकालाई के थाहा छ भन्दा सत्ताधारी व्यक्तिहरू जो सरकारमा जान्छन् ऊ राष्ट्रियता हुन्छ। जब सरकार छोडेर बाहिर लाग्छन् नि, अब अर्को सरकार आउँछ, त्यो अन्तर्राष्ट्रिय खेलको बनाएको सरकार हो भन्ने गरिन्छ। यो हामीले हेरेका छौँ। यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल, मैले हिजो मात्र एउटा स्ट्याटस ल्याएको थिएँ। अन्तर्राष्ट्रिय चलखेल भएकोले हामीले गराएको हो र होइन नि? एमसिसी पारित गर्दा नेपाली जनताले गरेका हुन् र? थिएन होला। थियो। भारत के अरे रको अध्यक्ष गोरिसलाई रातको 12 बजे भेट्ने हामी नेपालीहरू हौँ र? त्यो पनि होइन होला। भोलि हजुर पनि त्यस्तै गरेर अन्तर्राष्ट्रिय चलखेलमा अहिले जति बोल्न सक्दैछ त्यो कुर्सीमा गएर बसेपछि त प्रधानमन्त्री तपाईँलाई बन्न दिएन अथवा राजसभाले जित्ला, सरकार बनाउन पाएन भने तपाईँ पनि त राजदूतावास नि धाउने होला नि त, अन्तर्राष्ट्रिय राजदूतावास। राजधानीको मेयर र प्रधानमन्त्रीमा त्यति फरक हुँदैन। त्यही त भोलि धाउने त त्यसै होला नि त। धाएन त, 4 वर्ष धाइएन। होइन अब होइन, राष्ट्रिय सरकार बनाउने बेलामा त त्यो अवस्था आउन सक्छ नि त। प्रधानमन्त्री भन्दा के कुरामा कमी थियो राजधानीको मेयरवाला भन्नु त? त्यो त कमी थिएन। मैले भन्न खोजेको र भोलि त्यो अन्तर्राष्ट्रिय चलखेल बढ्न थाल्छ। अन्तर्राष्ट्रिय चलखेल महानगरपालिकामा कति थियो भन्ने तपाईँ इमेजिन पनि गर्न सक्नुहुन्छ। तपाईँ नेपाली जनताको माझमा भन्न सक्नुहुन्छ म अन्तर्राष्ट्रिय चलखेलमा विदेशी जनता हामी नेपाली जनताको सामु भन्न सक्नुहुन्छ, प्रतिबद्ध हुन्छ। उदाहरणको रूपमा फोहोर व्यवस्थापनमा विदेशी चलखेल यति थियो कि प्रधानमन्त्रीले नै जवाफ दिएको। त्यो हामीलाई आज जस्तै तपाईँले काठमाडौँमा ड्रोजर चलाउनु भयो सुकुम्बासी बस्तीमा, छैन चला बग्नु सक्दैन मलाई। हामीलाई थाहा छ त्यो सुकुम्बासी बस्ती थिएन, त्यो हुकुमबासी बस्ती थियो। तमाम नेपालीहरूले पहाडी के अरे आफ्ना जेठा जिल्ला छोडेर गएर काठमाडौँ एउटा घडेरी बनाएर बस्न खाना पाए त हुन्थ्यो कि भन्ने हुकुमबासीहरू थिए, जुन हुकुमबासी दलद्वारा सञ्चालित थिए। हामीलाई थाहा छ दलको उनीहरूको पक्ष लिइदिने बिगारिदिने, तपाईँलाई काम गरेर राम्रोसँग दिएन, कार्यकारी निर्देशक माग्दा दिएनन्, बालेनलाई अवरोध भएको छ, त्यो पनि हामीले थाहा छ। तर अहिले यहाँ चुनावी नारामा त छ नि त, बालेनले चाहिँ सुकुम्बासीबाट चलाउँछन् भन्छन्। यहाँका 35-40 वर्षदेखि सुकुम्बासीले हातमा धनी पूर्जा पाएका छैन। तपाईँ त्यो धनी पूर्जा दिनका लागि चुनावी नारा मात्रै बनाउनुहुन्छ कि भोलि गएपछि तपाईँको क्षेत्रबाट विजय हुनु पनि धनी पूर्जा कति समयमा दिलाउन सक्नुहुन्छ? यस्तो धनी पूर्जा दिलाउनलाई भूमि आयोगसँग सम्झौता हामी महानगरको मेयरमा जाने 3 महिनाभित्र गरिसकेको थियो सम्झौता। तर सरकार 3-6 महिनामा चेन्ज भएर गर्न सकेन। हामीले खोला किनारमा भएकोले खोलामा नबस्नुहोस्, तपाईँहरूलाई बाढीले डुबाउँछ भनेर सारेर अन्त राखेर 6 महिना अब हामी लजमा राख्नुपर्छ कि खुवाउनुपर्छ कि राख्छौँ, तपाईँहरूको ठ्याक्कै त्यो लगत सङ्कलन गरेर तपाईँहरूले पाउनुपर्छ भनेको चाहिँ हो। तर सरकार यति चाँडो चेन्ज भयो कि त्यो हुनै सकेन क्या। सरकार स्थायी भयो भने चाहिँ त्यो होला कि तपाईँले खोलाबाट मान्छे निकाल्नु भयो नि, चाहे लजमा राख्नु चाहे पाखाबाट निकाल्नु भने तपाईँलाई हामी राष्ट्रिय नेपालीको तर्फबाट तपाईँले धन्यवाद दिन्छौँ। किनभने बाबुआमाले आर्जेका जग्गा जमिन छोडेर चाहिँ राजधानीमा खोला कब्जा गरेर जाने, के अरे सार्वजनिक सम्पत्ति हस्तक्षेप गर्ने मान्छे ती राष्ट्रघाती हुनु भन्ने कुरा म जस्तो मान्छे चाहिँ देखाएको छ, अरूलाई थाहा छ, अरू के छ मलाई थाहा छैन। जे काम गर्नुमा तपाईँलाई हार्दिक धन्यवाद छ। तर भविष्यमा यो जस्तै यहाँ एउटा हुन्छ नि औद्योगिक पार्क शिलान्यास गरिएको छ, हामीलाई थाहा छ। मेची पुल पनि 6वटा प्रधानमन्त्री 6 चोटि शिलान्यास गरेका थिए। तपाईँले कति क्लास पढाउनुहुन्छ? हजुर म त सानो टिचर सिकाइ बुझ्छु। होइन, कति क्लासलाई पढाउनुहुन्छ? म 5 कक्षासम्मको टिचर हो। 5 कक्षा? हजुर। कतिजना पास हुन्छ वार्षिक? केपीओले थाहा छ हजुर? होइन, वार्षिक कति 5 ग्रेड कति छ? होइन, हामीले भनिसकेको छ त, प्रधानमन्त्री भएको बेलामा 52% फेल गर्ने भनेर हामीले ट्याग लागेको छ त। होइन, अहिले चाहिँ कति प्रतिशत पास भएको छ? मेरोमा त हजुर लगभग 70 देखि 80% पास हुन्छ। तपाईँको 100% पास हुन कति समय लाग्छ? कति? लगभग म जस्तै टिचर जवाब नदिनु त्यस्तै हो। सुकुम्बासीको पूर्जा दिन त्यति नै बेर लाग्छ कि।
एउटै सेन्टेन्समा द इन भयो नि त। ठिक छ ठिक छ ठिक छ एकछिन तपाईँ एउटा फोटो खिच्छु मेरो बारेमा तपाईँले राष्ट्रपति सोध्नु न मैले तपाईँलाई भन्नु थियो जनताहरुमा राखिदिएको मात्रै फोटो खिच्छ अरे त्यो हजुर मिल्छ भने एउटा फोटो यसो खिच्यौँ न यहाँबाट एकछिन तपाईँले अगाडि छोडिदिनु पर्दा हाम्रो त अलिक छल्दै भइसकेको एकै सेन्टेन्समा भन्नु। हेलो टिचर सर, तपाईँको एक सेन्टेन्स एन्सर चाहिँ मलाई बडा